छोडा न छोडा अब एकछिन फेरि अब यहाँ मेरो बाली भन्ने यस्तो हुन्छ अब यहाँ दत्तको बाली ल्याऊ हात ल्याऊ पर्दैन नि कि तिमीले दुईटा हात ल्याउ न ल गर्छौ त नि छड्दै यता बस छड्दै यता बस हेर दिदीलाई हेर ल बस 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 दिदीलाई कति मजा हुन्छ उसलाई ल हेर गर्नु केही हुन्न दिदीले अनि यहीँबाट नि हुन्छ कि यस्तो हुन्छ बल्ल हात चिप्लिन्छ है हात चिप्लिन्छ ल भात पस्किन्छ कसलाई छोरीहरूलाई पहिले छोरीहरूलाई खुवाउँ न छोरीहरूलाई खुवाएर खाऊँ क्या झ्याउ त के अरे खान्छ यिनीहरूलाई ए ल ल ल यिनीहरू नखाने हो नि ल तिमीलाई अरू किन अर्ने आएको यहीँ के गर्ने ल हातले टेक कति बेर सक्छ अब आफ्नो खुट्टालाई नि दह्रो बनाऊ न खुट्टालाई नि दह्रो बनाऊ खुट्टा धान है खुट्टा धान फेरि अर्को खुट्टा धान यही के खुट्टो धान के अर्को खुट्टो धान खुट्टो धान भयो ल भयो अब दक्षको नि हो क्या आउनु दक्षको बालो क्या कति ठोकिन्छ के त ल भयो आउँदैछ क्या नि दक्षले क्या त होइन क्या छाडा न दक्षलाई दक्षको एक्सर्साइज चलिरहेको ए छोरी 1-2 मिनट त छोड्ने भर्खरै तँलाई अरेर छोडे होइन ल छाड त भक अब कोही खुट्टा ल जाऊ त अब एकछिन है ल साइकलमा बस्छ ल राम्रोसँग धानी है खुट्टा तल टेकिसक्ने हुन्न है खुट्टा टेकेसी भयो तेरो बाल फेरि माथि पुऱ्याउनु कहाँ सक्छ त होइन ल खै सकिन ल त्यसरी नै राम्रो बलियो भएर बस्दा माथि पुगिन्छ क्या आफै बस्दा ल बलियो भएर बस है खुट्टा यताउता न अब यसरी ठोकिन्छस् नि त अलि राम्रोसँग बलियो बस ल बस 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 यो यसको पिङ खेल्ने पाल हो कि पिङ खेल्नु परेन ल ए यो अलि सानी सानो हुन्छ के अरे तिमी ठुली छौ कि हुन्न कि छोरी अनि कहाँ म ठुलो छु त नि तिमी त स्कुल जान्छौ स्कुलका पिङ खेल्ने नि त तिमीले धेरै गर्ने नि त बहिनीले जेयर दे अन्त कहाँ हुन्छ नि अब बहिनीलाई छुने नहुने बहिनीले जेयर कहाँ स्कुलमा छैन अब तिम्रो उता माथि ढल्दैन रहेछ त्यो माथि राखिदिन्छु म एकदम राम्रो पिङ भयो त्यस्तो सक्दिनँ मैले अहिले भन हातहरू त्यत्रो पिङ खेलेपछि हातहरू राम्रो बनाउनु परेन है मैले
हेर यता यता काट्छ है एउटा उठ उठ अलिक यता हाम्रो कहाँ गऊ कहाँ गऊ कस्तो 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 म गर्ने ल आउँछ नि छोड्दै त धैरो ल आउँदै बच्ची माम खाने ए माम खान्छ नि अब हस् दाजुले माम बाबाले खाएको माम खान्छ कहिले खान्छ कहिले खाने दाजुलाई खाने कहिले खाने ए अनि आफूले के खाने हो नि दाजुले यो जनै हो जनै भन त जनै भन जनै भन धैरो ज ज जनै जनै ल भन जनै भन त छु नै ए बाबा भन मम्मी भन आमा भन बुवा भन दिदी भन दादा भन बहिनी भन भाइ भन बहिनी भन आफूभन्दा सानो विश्वको बहिनी त दाजुको बहिनी पनि त हो नि होइन विश्वको बहिनी त दाजुभन्दा पनि सानो बहिनी हो कति डस्ट हो माम खाने अब के हारेको डर क्या नि ए हुन्न त्यस्तो त क्या नि ल छोड अब दाजु हो था लाउ दाजु ल उभियो यहाँ त्यहाँसम्म मात्र उभियो हो यहाँसम्म मात्र यता उभियो नि ल यहाँ राम्रो छ है हस् ल पखान पखान दुईटा हात खाम ल एउटा मात्रै ल यतातिर हाम फाल्न पाइन्न है उतातिर फर्की मार्छु है उता जाऊ यता पहिला यता पनि फर्किने ए ल त्यतैबाट नजाऊ है धैरो त्यो झोलालाई तान्दाखेरि झ्याउला नि फेरि दाजु राम्रोसँग तान ल उता फर कता फल्छ हाम फल्छ ल आम्हाला नि त त्यो डराएको